चाहिँ फर्स्ट टाइम है त्यसकै सेपको आधारमा है कपाल नरहेछ नि लाइट अनि डार्क अनि मिडियम गर्नु अब यति नै गर्छु है म अहिले यसले माथि गर्ने यतातिर यस्तरी गरे एक्कासी माथि नराख्नु होला है ट्याप ट्याप पछि यो मेकअप गर्दाखेरि सब मेटिहाल्छ नि यस्तो अलग्गै देखिँदैन नि देखिँदैन अहिले देखिन्छ नि पछि त्यस्तो देखिँदैन है म्याडमले है सेप निकाल्छ है आज म्याडमले आइब्रो सेप गर्न सिकाउँदै है गाइज हेर्नु है सबै साथी है गाइज बनाउन सिकाउँदैछ म्याडमले अनि आफूले हेर्नु यतिको पारेर सिक्यो भने यतिको फाइदा हुँदो रहेछ गाइज हेर्नु है अब भिडियो अन अफ गर